नमस्ते सबैजनालाई सधैँ चाहिँ आज पनि म नेपाली सेयर बजारको डेली समरीको भिडियो लिएर उपस्थित भएको छु। आज नेपाली सेयर बजारमा 17 अङ्कको गिरावट देखेको छन्। 0.60% गिरावटसँगै नेपाली सेयर बजार 2787 को लेभलमा क्लोजिङ दिएको छन्। आजको इन्ट्राडेमा 5 अर्ब 7 करोडको किनबेच भयो भने 1 करोड 13 लाख किताको आजको इन्ट्राडेमा किनबेच भएको देखिएको छन्। यो हप्ताभरि नै नेपाली सेयर बजारमा गिरावट देखिएको छन्। आज पनि गिरावटलाई नै निरन्तरता दिएको छन्। यस्तो अवस्थामा प्राइस सेक्सनले के भनिरहेको छन्, टेक्निकल चार्टले के भनिरहेको छन्, हामीले बेच्नुपर्ने अवस्था छन् कि स्टप लस गर्नुपर्ने अवस्था छन् कि किन्नुपर्ने अवस्था छन्, किनकि मार्केट घट्नु भनेको कम्पनीको सेयर सस्तो हुनु हो। सस्तोमा किनिहाल्नुपर्ने अवस्था छ कि होल्ड गर्नुपर्ने अवस्था छ कि वेट एन्ड सी गर्नुपर्ने अवस्था छ, त्यो टेक्निकल चार्टमा कुरा गर्नेछौँ। अनि फन्डामेन्टल कुराहरू अनि त्यसपछि न्युजको कुरा, अनि किनकि न्युजमा पनि आज शेखर गोलजे पनि पक्राउ गरेको न्युज आएको छन्, जुन उहाँ पनि फेरि हिमालयन रिइन्सुरेन्सको अस्ति दिपक भट्टको कम्पनीको प्रेसिडेन्ट रहेको थियो, अध्यक्ष रहेको थियो हिमालयन रिइन्सुरेन्सको। त्यसको इम्प्याक्ट पनि नेपाली सेयर बजारमा परेको हो कि भनेर पनि बुझ्न सकिन्छ। अनि त्यसपछि अरू ट्रेड र फ्लोटसिट पनि हामी सरसर्ती कुरा गर्नेछौँ। जाउँ आजको विषयवस्तुतिर। आज नेप्से ओपनिङ भएको थियो 2806 को लेभलमा। त्यसको 10 मिनट जतिमा नेप्से आजको हाइबिन्दु 2817 को लेभल पनि 2817 को लेभलमा पनि पुगेको थियो। तर त्यसपछिको सिनेरियो देख्न सकिन्छ, बायरहरूले जतिमा बाय अर्डर राखेको थियो सेलरहरू आफै आत्तिएर त्यसैको लेभलमा नै मेचिङ गर्न आएको देखिएको छन् हैन। आजको लो बिन्दु मार्केट 2781 को लेभलसम्म पनि आइपुगेको थियो। त्यसपछिको सिनेरियोमा केही समय बायरहरूले ह्यान्डल गरेको, बायरहरूले कन्ट्रोल गरेको जस्तो देखेको थियो। त्यसपछिको पुल ब्याक 2807 को लेभलमा पुगेको थियो हैन। तर आजको हाइबिन्दुलाई पार गर्न सकेन, ब्रेक गर्न सकेन। तर त्यसपछिको सिनेरियो देख्न सकिन्छ, फेरि पनि सेलरहरूले नै कन्ट्रोल गरेर 2887 को लेभलमा 2787 को लेभलमा क्लोजिङ दिएको छन्। 17 अङ्कको गिरावटमा पनि 46 वटा कम्पनीका लगानीकर्ताले कमाएको छन्, 216 वटा कम्पनीका लगानीकर्ताले गुमाएको छन्, 7 वटाको कुनै चेन्जेस छैन। टप गेनरको लिस्ट हेर्नुहुन्छ भने यो दुईटा सर्किट लागेको नयाँ आइपिओ मार्फत लिस्टेड भएको कम्पनी हुन्। एउटा पाल्पा सिमेन्ट इन्डस्ट्री अनि यो हाइड्रो पावर शिखर हाइड्रो पावर रहेको छन्। अनि एकेजिएसएलको पनि 3% भन्दा माथिको वृद्धि देखिएको छन्। अनि यो कर्पोरेट डेभलपमेन्ट ब्याङ्क, यसमा त जहिले यस्तै हो, भोलि आज 8% बढ्यो भने भोलि 9% घट्ने त्यस्तो हुने गर्छन् हैन, चालखेल धेरै हुन्छ। अनि टप लुजर्सको लिस्ट हेर्नुहुन्छ भने यो अस्ति मात्रै आइपिओ मार्फत लिस्टेड भएको कम्पनी सूर्यकुण्ड, अनि त्यसपछि यो सुपर खुदी हाइड्रो पावर, अनि त्यसपछि रिच लाइन इनर्जी लिमिटेड, यिनीहरू रहेको छन्। जुन कम्पनीहरू अहिले हिजो आजको सन्दर्भमा आइपिओको हाइप धेरै नै माथि रहेको छन् हैन। त्यसैको लेभलमा पनि साथीहरूले एउटा हाइड्रो पावर जसको बुक भ्यालु 60, 80, 90 रहेको छन्, त्यो हाइड्रो पावरहरू 1200, 1300 बेच्न पाउँदाखेरि पनि आइपिओ मार्फत बेच्ने कि नबेच्ने भनेर सोधेर बस्छन् हैन। अनि किन्नेहरूले फेरि त्यसैमा पनि किनिरहेको छ क्या। पहिला 2023 आइपिओ मार्फत लिस्टेड भएको कम्पनीहरू 250 मा 300 मा पनि बेच्न सक्दैन थियो। आइपिओ लिस्टेड भएको भोलिपल्ट नै सेलिङ प्रेसर आउँथ्यो क्या अहिलेको सन्दर्भमा। अहिले मैले अरू केही कुरा थप्न चाहेँ यसमा, जस्तै एसओए प्यानल, यो हाइड्रो पावरहरू जुन 10x, 15x, 20x भएको आइपिओ मार्फत लिस्टेड भएको कम्पनीहरू छ नि, त्यति 1000 को 15,000, 16,000, 20,000 पुगेको छ नि। भोलिको दिनमा मार्केटमा यदि यो कन्फर्म भयो भने, मार्केटमा यो गिरावट चाहिँ कन्टिन्यू भइरह्यो भने, भोलिको दिनमा किन्ने भनेको विदेशमा बस्ने र रिटेलर ट्रेडरहरूले मात्रै हो। ठुल्ठुलो लगानीकर्ताहरू यसमा छैन। यस्तो आइपिओहरू उनीहरूले किन्दा नि किन्दैन, सबै डुब्नेछन्। नेपाली सेयर बजारको कुरा सुन्दाखेरि उनीहरू डिप्रेस हुने अवस्थामा पुग्नेछन् क्या। अलिकति केयरफुल हुनुपर्छ हामी हैन, किनकि हामी त्यति धेरै ग्रिटी पनि हुनु हुँदैन। अब हो मैले भनेर अस्ति एसओए प्यानल मैले 1800 माथि किन्नु हुँदैन भनेर 2100 सम्म पुग्यो। तर 2100 सम्म पुगेर के अहिलेको सन्दर्भमा कुन अवस्थामा छ त भन्ने कुराहरू पनि छ नि त हैन। अनि टर्नओभरको लिस्ट हेर्नुहुन्छ भने यो रिलायन्स स्पिनिङ, एकेजिएसएल, सोलो हाइड्रो पावर, अनि होटल फरेस्ट इन अनि एनएचपिसी, यिनीहरूको टप टर्नओभरमा नाम देखिएको छन्। अनि टप ट्रान्जेक्सनको पनि हेरौँ, होटल फरेस्ट इन, अनि यो सूर्यकुण्ड, सोलो हाइड्रो पावर, रिज नेपाल, अनि यो शिखर हाइड्रो पावर, यिनीहरू सुपर खुदी हाइड्रो पावर लिमिटेड, यिनीहरू रहेको छन्। सबइन्डेक्स पनि निहालौँ हामी एकचोटि। आजको इन्डियामा 17 अङ्कको गिरावटमा पनि वृद्धि भएको सब इन्डेक्सहरू म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, जसको 0.60% बढेको छन्। म्युचुअल फन्ड, अनि त्यसपछि ट्रेडिङ इन्डेक्स। आजको इन्डियामा सबैभन्दा धेरै गिरावट हुने सेक्टर भनेको होटल एन्ड टुरिज्म, अनि त्यसपछि नन लाइफ इन्सुरेन्स, अनि त्यसपछि हाइड्रो पावर अनि फाइनेन्स इन्डेक्स रहेको छन्। अरू यो कमर्सियल ब्याङ्कहरू, विकास ब्याङ्कहरू नेप्सीको हाराहारीमा गिरावट रहेको देखिएको छन्। टेक्निकल चार्टको कुरा गर्नुपर्दाखेरि टेक्निकल चार्टमा आज नेगेटिभ क्यान्डल फर्मेसन भएर बसेको छन्। हिजो पोजिटिभ क्यान्डल फर्मेसन भएको थियो, रेड क्यान्डल फर्मेसन भए तापनि, तर आज हामी त तलतिर, हाम्रो डाइरेक्सन त तलतिर नै हो भनेर मार्केटले देखाएको छन्। यस्तो अवस्थामा हामीले के गर्न सकिन्छ त भन्ने कुरामा प्राइस सेक्सनले हामीले मेन कुरा गर्ने भनेको प्राइस सेक्सनले कुन बाटो देखाएको छ त, किनकि प्राइसले देखाउने बाटो नै हाम्रो अन्तिम कुरा हो हैन। अब प्राइस घट्यो भने हाम्रो सेयरको मूल्य नै घट्ने हो। त्यही भएको कारणले हामीले प्राइस सेक्सनले जे देखाएको छ त्यसरी नै रियाक्ट गर्ने हो। यदि भोलिको दिनमा हामीले यो गिरावट निरन्तरता नै दियो भने, ट्रेडरहरूले हिजो अस्ति मात्रै किनेको, ट्रेडिङको लागि किनेको स्टकहरू छ भने हामीले यो लेभलमा 2760 को लेभलमा स्टप लस गरेर निस्किनुपर्ने हुन्छ हैन।
यदि तपाईँ इन्भेस्टर हो, तपाईँले लङ टर्मको लागि डिभिडेन्ड खानको लागि अनि के अरे कम्पनी फन्डामेन्टल्ली एनालाइज गरेर कम्पनीको बिजनेस एनालाइज गरेर किन्नु भएको छ भने तपाईँलाई यो एकुमुलेट गर्ने धेरै किताहरू सस्तोमा उठाउने अपर्च्युनिटी पनि हुनसक्छ। मार्केट घट्दैमा सबैलाई रिस्क हुन्छ भन्ने होइन, ट्रेडरको लागि रिस्क हो मार्केट घट्नु, सर्ट टर्म ट्रेडरको लागि। इभन ट्रेडरहरूको लागि पनि अहिले स्टप लस गरेर तल अलिक सस्तोमा किन्न पायो भने त्यो राम्रो कुरा हो। तर इन्भेस्टरको लागि भनेको एकदमै राम्रो अपर्च्युनिटी हो होइन। त्यो भएको कारणले यदि तपाईँ सर्ट टर्म ट्रेडर हुनुहुन्छ भने 2760 को लेभलमा 2760 2750 को लेभलमा स्टप लस गरेर निस्किनु पर्ने अवस्था हुन्छ। यदि भोलिको दिनमा मार्केट भनेको गेम अफ प्रोबेबिलिटी हो, आज प्राइस एक्सनले हिजोको क्लोजिङ बिन्दुभन्दा आजको क्लोजिङ बिन्दु तल रहेको कारणले मैले मार्केट घट्न सक्छ भने प्राइस एक्सनले पनि त्यही देखाएको छ। तर यो मार्केट भनेको त गेम अफ प्रोबेबिलिटी मात्रै हो होइन, हामीले त गेस मात्रै गर्ने हो। तर भोलिको दिनमा मार्केट बढिहाल्यो भने चाहिँ कहाँ कुन लेभलमा किन्ने त भन्ने कुरामा यो EMA 20 भन्दा माथि लोअर प्राइस रिजेक्सनवाला लोअर विक भएको क्यान्डलहरू अनि त्यसपछि भोल्युम सुत्ता त्यस्तो क्यान्डलहरू फर्मेसन हुन्छ भने EMA 20 भन्दा माथि त्यस्तो क्यान्डल फर्मेसन हुन्छ भने किन्ने बारेमा सोच्न सकिन्छ। यो EMA 20 ले चाहिँ के जनाउँछ भने म अरू जहिले भनिरहेको हुन्छु, EMA 20 भन्दा मुनि क्यान्डलहरू फर्मेसन हुन्छ भने मार्केट सर्ट टर्मको लागि चाहिँ बेरिसमा गइसक्यो भनेर बुझ्ने हो। अनि EMA 20 भन्दा माथि मार्केट बस्छ भने सर्ट टर्मको लागि चाहिँ मार्केट बुलिस रहेको छन् भनेर बुझ्ने हो। त्यो ट्रेडरहरूले गर्ने कुरा हुन्। यदि तपाईँ इन्भेस्टर हो भने तपाईँले घट्दै गर्दाखेरि हुन त डन्ट क्याच द फलिङ नाइफ पनि भन्ने गर्छन् होइन, त्यो हामी जस्तो रिटेलर अनि बिगिनरहरूलाई भनेको हो क्या। डन्ट क्याच द फालिङ नाइफ त निन्जाहरूलाई भनेको होइन नि, जुन स्किलफुल छ उनीहरू होइन, उनीहरूले त समाउन सक्छ नि, उनीहरूसँग पैसा हुन्छ, उनीहरूसँग स्किल हुन्छ, एक्सपिरियन्स हुन्छ। नभए त मार्केट त घटेको गर्छ नि। हामी जस्तो बिगिनरलाई चाहिँ डन्ट क्याच द फलिङ नाइफ भनेको क्या, त्यसले हात काट्छ भन्न खोजेको। त्यही भएको कारणले हामीले कन्फर्मेसन कुर्नुपर्छ। यदि तपाईँको स्टप लस यो 2760 को लेभलमा यो लेभलमा आएर मार्केटमा पर्फेक्ट रेड क्यान्डलहरू अनि त्यसपछि हायर प्राइस रिजेक्सनवाला क्यान्डलहरू फर्मेसन हुन्छ, त्यो पनि भोल्युम सुत्ता अलिक हिजो आजको भन्दा धेरै भोल्युम आउँछ भने त्यस्तो अवस्थामा तपाईँले स्टप लस गरेर निस्किहाल्नुपर्छ। तर यो 2760 को लेभलमा नर्मल डोजीवाला क्यान्डलहरू फर्मेसन हुन्छ, भोल्युम पनि ड्राई हुन्छ भने तपाईँले स्टप लस गरिहाल्नु पर्दैन। त्यसमा वेट एन्ड सी गरेर बस्न सकिन्छ। तर मार्केटमा अघि नै मैले भने जस्तो रेड क्यान्डलहरू ठुल्ठुलो रेड क्यान्डल भोल्युम पनि ठुलो बन्छ भने चाहिँ मजाले निस्केर वेट एन्ड सी गरेर बस्न सकिन्छ। अनि यदि मार्केट तल आउँछ भने यो 2670 को लेभलतिर मार्केट आउँछ भने अनि यो लेभलमा आएर अघि नै मैले भने जस्तो लोअर प्राइस रिजेक्सन ग्रिन क्यान्डल अनि कि त बुलिस मरुबुजु क्यान्डलहरू फर्मेसन हुन्छ विथ भोल्युम भने त्यस्तो अवस्थामा इन्ट्री गर्ने बारेमा सोच्न सकिन्छ हामीले। यो त भयो टेक्निकल चार्टको कुरा। अब हामी थोरै ट्रेडर फ्लोसिट पनि निहालौँ।